यो रक्तदान भनेको खास गरी यो जीवनदान हो किनभने अब हाम्रो एक पोका रगतले कसैको जिन्दगी बन्न सक्छ, त्यसैले रक्तदान जीवनदान भनेर भनिन्छ। पटक यकिन त गरिएको छैन, मलाई लाग्छ 35-40 पटक भइसकेको छ, रेकर्ड छैन। त्यसैले प्राय 3 महिनामा म सधैँ रक्तदान गर्ने गर्छु भने कहिलेकाहीँ फिजिकल्ली, कहिलेकाहीँ बिरामीले ए पोजिटिभ इच्छा गरेमा हस्पिटलमा गएर पनि दिने गरिन्छ। आज चाहिँ यो समाज जागरण केन्द्र स्याक नेपालको 32औं स्थापना दिवसको अवसरमा जसले हामीलाई यो ठाउँमा पुर्यायो, त्यसका लागि चाहिँ रक्तदान जीवनदान दिनुपर्छ भन्ने उद्देश्यले रक्तदान गरिएको छ। 40औं पटक दिइसक्नुभयो, धेरै पुण्य प्राप्त गर्नुभएको रहेछ हजुर। एकदम दिनुपर्छ, किनभने 90 दिनमा खेर हुने विषय भएको हुनाले रगत नयाँ बन्छ। त्यसकारण जसले रक्तदान गर्यो उसको चाहिँ स्वास्थ्य राम्रो हुन्छ, लाभ हुन्छ।